हेर्नुहोस् है यसरी चाहिँ भित्र पसेर चाहिँ उसले विभिन्न कुराहरू खाने प्रयास गर्दो रहेछ। यो चाहिँ लोखर्के हो। लोखर्केलाई हामीले पाछो थापेका छौँ। पाछो थाप्दाखेरि चाहिँ यसरी चाहिँ ऊ भित्री भागमा आएर पसेको छ र पसिसकेपछि ऊ खाना चाहिँ लागि चारोहरू खानका लागि तयारी अवस्थामा पसिसकेको छ। चारोहरू खाना सुरु गरिसकेको छ। यति मिठो गरी खाँदो छ, यति मिठो गरी आमा भनेर र सुनेर साध्य रहन्छ साथीहरू। त्यही भएर हामीले लोखर्केलाई चाहिँ यो ढङ्गबाट पास थाप्न सक्यौँ। त्यसलाई आकर्षण गर्ने कुराहरू जस्तो कि भित्र हामीले सातुहरू राख्न सक्यो भने सातुहरू चाहिँ यति मिठो मान्दो रहेछ, सातुहरू चाहिँ धेरै मिठो मान्ने कुरा अरे भन्ने कुरा हामीले सुन्छौँ। त्यही भएर पनि ऊ सातु चाहिँ असाध्यै छिटो र मिठो तरिकाले मन पराएको हो कि भन्ने कुराहरू हामी ठम्मै गर्न सक्छौँ साथीहरू। त्यही भएर हेर्नुहोस् है यहाँ यति मिठो मन पराएर चाहिँ उसले खाइरहेको छ नि, यो कुरा चाहिँ हामीले सबैलाई थाहा छ साथीहरू। त्यही भएर उसलाई चाहिँ सातु मन पर्दो रहेछ साथीहरू। त्यही भएर हामीलाई सातु यसलाई राखिदिएका छौँ। उसले सातु चाहिँ भित्र गएर खाइसकेको छ र मन पराएको छ, पासोमा पसिसकेको छ साथीहरू। देख्नुभयो यो ढङ्गबाट उसले पासोमा पसिसकेपछि हामीलाई चाहिँ उसले चाहिँ केही पनि खाँदैन होला भन्ने लाग्थ्यो। तर सातु चाहिँ असाध्यै धेरै मन पराएर चाहिँ ऊ चाहिँ भित्री भागमा पसेर चाहिँ हामीले यसरी चाहिँ उसलाई चाहिँ पासो थापेर हामीले उसलाई चाहिँ बन्देज गराउन सक्दो रहेछौँ साथीहरू।